नेपाली जनताले फेरि अर्को घिनलाग्दो राजनीतिक अवस्थासँग साक्षात्कार हुनुपर्ने सम्भावना बढेको छ। सुशीला कार्की बनाइएकी नभई रोजिएकी प्रधानमन्त्री हुन् भन्दा फरक नपर्ला। देश नै आगोको लप्कोमा जल्दा उनले कठिन जिम्मेवारी सम्हालिन्। यो संक्रमणकालीन समयमा उनलाई काम गर्न दिएर अवस्थाको सहजीकरण गर्ने कि झनै भड्काउने, तर सुन्दा पनि पत्यार नलाग्ने यो अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको छ। देश बनाउन होइन, चलाउन पनि कसैले सकेनन्। 2046 सालमा भएको व्यवस्था परिवर्तनपछि कुनै पनि सरकार पूर्णकाल टिकेनन्, तर अब विशेष परिस्थितिमा विशेष जिम्मेवारी दिएर बनाइएको सुशीला कार्की सरकार पनि तिनीहरूको लागि निकम्मा साबित हुने अवस्था आएको छ। यसअघि 2069 सालमा पनि सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीलाई मन्त्री परिषदको अध्यक्ष बनाएर निर्वाचन गराइयो, जसले सहजै निर्वाचन गराएर विदा लिनुमा राजनीतिक दलहरूको सहमति मुख्य आधार थियो। तर सुशीला कार्कीमाथि दलहरूको विश्वास नरहेको बताइन थालेको छ। त्यसमाथि यो सरकारले निर्वाचन पनि गराउन नसक्ने चर्चा चलाउन थालिएको छ। यति मात्र नभई काठमाडौँ महानगर प्रमुख बालेन शाहले पनि सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूमाथि दबाव बढाउन थालेका छन्। यिनै कारणले पनि सरकार सहज नभई असहज अवस्थामा पुगेको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरतिर उच्च पदस्थ व्यक्तिहरूको लर्को लाग्न थालेको छ। गत साता नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले भण्डारीलाई उनकै छोरीको निवासमा पुगेर भेटे। प्रधान सेनापतिले के पूर्व राष्ट्रपतिलाई परमाधिपतिको रूपमा मात्र भेटेका होला त? केपी शर्मा ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले भने भेट गर्न खोज्दा भण्डारीले मानिनन्। यति मात्र नभई सोमबार साँझ करिब 2 घण्टाको सभामुख देवराज घिमिरेले छलफल गरे। रातिको भेटमा भने योगेश भट्टराई पुगे। के कार्कीको विकल्प खोजिन थालिएको हो त? यो प्रश्न विद्या भण्डारीसँग मात्र केन्द्रित छैन। सर्वोच्चका पूर्व न्यायाधीश द्वय लक्ष्मण श्रेष्ठ र सुरेन्द्र शमशेर राणादेखि बाबुराम भट्टराई हुँदै दुर्गा प्रसाईसम्म ठोकिन्छ यो कुरा। सुशीला कार्कीको विकल्पमा खोजिएका भनिएका यी अनुहारहरू के देशको जिम्मेवारी पाउने लाइनमा उभ्याइएका हुन्? विभिन्न व्यक्तिको विकल्पमाथि छलफल भइरहेको बताइरहँदा सुशीला कार्की सरकारको सहज बहिर्गमनको मेसो कुन शक्तिले मिलाउने त? के संसदविहीन राष्ट्रपतिलाई त्यो अधिकार होला? यता दलहरू अन्य कुनै पनि व्यक्तिलाई स्वीकार्नुभन्दा संसद पुनर्स्थापनाको बटम लाइनबाट पछि नहट्ने प्रश्न छ।